Hey guys, I am Simon. So तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। सो तपाईहरु देख्न सक्नुहुन्छ म अहिले कलेज युनिफर्ममा छु। सो म अहिले घरमै छु र म अहिले कलेज जाँदै छु। सो आज कलेजको लास्ट दिन रहेको छ। आज अन्तिम दिन रहेको छ। सो साथीहरुसँगको रमझम, माया, दुःख, स्नेह के छ सबै भिडियोमा देखाउने छु र सुरुदेखि अन्तिमसम्म मेरो फुल भ्लग हेरेर साथ सपोर्ट गरिदिनु होला ताकि तपाईहरुको माया देखेर यस्तै नयाँ भिडियो हजुरहरुसम्म चाहिँ ल्याउन सकौँ भन्दैमा आजको भ्लग स्टार्ट गर्न चाहन्छु। धन्यवाद। सो साथीहरु म यति बेला कलेजमा आइपुगेको छु भरदेखि यही साइकलको यात्रामा आएको। अनि स्कुल चाहिँ यही हो अनि नाम चाहिँ श्री प्रभात नमुना माध्यमिक विद्यालय। यही नै हो हामी पढेको कलेज। आज कलेजको लास्ट दिन गएको छ। सो साथीहरुले मेरो फुल भ्लग हेरिदिनु होला है त। यही हो कलेज चाहिँ। आज फेयरवेल प्रोग्राम भएको हुनाले गर्दा हो कि खासै स्टुडेन्टहरु चाहिँ आएको छन्, कोही साथीहरु आएको छन्। सो पुरा फिल्ड खाली छ। त्यही नै हो फिल्ड चाहिँ। अनि यता चाहिँ साइकलहरु, स्टुडेन्टहरु राख्ने साइकल, अनि यता चाहिँ सर म्याडमहरुले राख्ने बाइकहरु, स्कुटीहरु हुन्छ। सो आज चाहिँ कोही आउनुहुन्न क्या, कोही छ। सो साथीहरु देख्न सक्नुहुन्छ म कलेजको सबभन्दा माथि टप बिल्डिङमा आइसकेको छु। कलेज चाहिँ यही हो। सो देख्न सक्नुहुन्छ। अनि म मात्र छ होला सायद युनिफर्ममा। आज सबै आउटड्रेसमा आउनु भएको छ। तर कोही पनि साथीहरु अहिलेसम्म पाउनु भएको छैन। सो तयारी चाहिँ गजबको हुँदैछ। यता चाहिँ प्रोग्राम हुन्छ त्यहाँ चाहिँ। सो साथीहरु त्यही हो, भ्लग बनाउँदैछु, सपोर्ट गरिदिनु होला। ओके, मदेखि सपोर्ट छ। हाम्रो लागि गजबको तयारी गरिदिनु हुन्छ साथीहरुले। त्यही हो, लाइक कमेन्ट सेयर गरिदिनु ल त। यहाँ चाहिँ मेरो हेन्सी साथी हुनुहुन्छ एकदमै। ओके, हेन्सी गर्दै त हेन्सी साथी। ल घुम्दिनु पर्यो। ओ ल ठिक छ। ल त खै चस्मा एकैछिन चस्मा दियो त। सो यति बेला देख्न सक्नुहुन्छ हाम्रो साथीहरु, क्लास बेन्चर साथीहरु। यता टिकटकर अनि यता देख्न सक्नुहुन्छ हाम्रो साथीहरुको पारा। के भन्न चाहनुहुन्छ? केही भन्दैन म। ल साथीहरुको लागि एक लाइन भन्नु पर्यो। एक लाइन के भन्नु गाइस? के भन्नु? कोही पनि भन्न चाहनुहुन्न।